आया क्यों के गरेको बुहारी आया आया हत्केलामा राखेर पाल्छ नगर्नु बुहारी के गरेको आया के गरेको बुढीको स्याहार सुसार गरेर अब म बस्न सक्दिन यो घर छोडेर गइहाल किन जानी म तेरो घर हो र यो घर त मेरो हो नि ए कुरा त्यस्तो पो ठिकै छ म मेरो आमालाई कहिले पनि दुखाउन दिदिन हामीलाई पनि त गाह्रो हुन्छ एक दिन ढिलो उठ्दैमा सातो खानुपर्छ त बढी नकर है तेरो मुख सुक्च्यातेर पछाडी पुर्याइदिनु पर्ला तैले किन कहिले बुहारीलाई देखिसर्नस् तैले गर्दा यो घर नर्क भएको छ नर्क बुझिस् यस्तो पानी खुवाएर तैले हामीलाई मार्न खोजे कि तै खायो पानी आमा के गर्नुभएको यो उति टाढादेखि पानी लिएर आएको किन बोक्नुभएको सबै के गर्छस् मलाई मर्छस् ल मर मर के गर्छस् तैले के गर्छस् भने अయ్య बाबा आमा आमा मलाई माफ गरिदिनु आमा मैले जाने होइन आमा अब चाल पाइस मेरै नुन खाएर मलाई नि नराम्रो सोच्ने पापी भन्ने सानो मान्छे ठुलो कुरा गरे जस्तो हुन्छ अब यस्तो बेलामा सबैले मेरो सहयोग गरौँ भनेर भन्न खोजेको हजुर बेकारमा झापा टार्नुहुन्छ त अलि छिना बुढी यो घर छोडेर जान्छस् कि यही कुकुरले छप्काइदियो नाइ बुहारी नाइ मलाई के गर्न आँटेकी नाइ 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 कस्तो भाग्य रहेछ तिम्रो तिमी जस्तै बुहारी मेरो घरमा भइदिए भए म कति खुसी हुन्थेँ होला के गर्नु काकी तपाईको परिवारले मलाई बुहारी कसैले स्वीकार्नु भएन मैले मात्रै चाहेर के गर्नु बरु सिधै भन्न जुठो थालमा भात खुवाउन खोजेको हो भनेर आमा किन यस्तो पाप बोल्नुहुन्छ मैले जानी गरेको होइन नि फेरि पनि मुख चलाउँछस् माझ्यो भाँडा पनि यदि राम्रोसँग मात्न सक्दैछ भने तेरा माइतीका बाबुआमालाई लिएर मोजा हुन त बाबुआमा भए पो मात्न आउँछन् आमा म सब कुरा सहन सक्छु तर हुँदैन भएका मेरो बाबुआमाको नाम लिएको सहन सक्दिन अब पनि यसरी नाम लिनु भने म भन्दा नराम्रो कोही हुने छैन आमा लौन जान्दिन काका आमा आमा हजुर तिमीहरू किन झगडा गर्छौ म यो घरमा बसेर सधैँभरि झगडा हुन्छ भने म यही घरबाट निक्लिदिन्छु बस तिमीहरू होइन आमा यो सब झगडाको कारण यो हो घरबाट तपाईँ निस्किने होइन घरबाट त यो अलक्षी नै निस्किन्छ निस्कि हैजा जा मर के हेरिरहेछस् जान्छस् कि त्यहाँ आएर मुन्टाइदिउ चट्यान भीर पहरा बुट्यान रख हरे जङ्गल ठुला पर्वत महिना 12 को त बहिनी के भो किन रोयो कि घरमा सबैले सन्चै त छ नि आमा निस्केर गएर छोरालाई सबै कुरा लगाइन क्यार अनि आएर मलाई छोराले घरबाट निकालिदिनु भयो प्रकाश बाबु यो गाउँको मान्छेको कामै के छ र यसो 2-4 दिन माइत गएर के बसेको थिए सारा संसार कुरा काट्न भ्याएछन् है कस्तो कुरा गरेको माने दाइ
गाउँभरि मुना भाउजू अब घरमा नआउने गरी माइत जानु भयो रे भन्ने बुई बुई हल्ला छ। अनि तपाईँहरू त फेरि सँगै आउनुभयो, त्यही भएर बधाई दिएको नि। आमा 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 के गर्न लाग्नु भएको? किन मर्न लाग्नु भएको? आउनु यहाँ बस्नु आमा। आमा मुना, ए मुना बाहिर निस्के। आमा तपाईँ तैँले मेरो आमालाई घरबाट निकाल्ने दुस्साहस कसरी गरिस्? मैले निकालेको हो र तपाईँको आमालाई आमा रिसाएर आफै घर छोडेर जानुभएको।